हेलो व्हाट्सअप गाइज वेलकम टु माई युट्युब च्यानल अनि आज हामी खेल्न गइरहेको छौँ माइनक्राफ्ट डे विदाउट वेस्टिङ एनी टाइम ओके हामी पुगिसकेका छौँ हुन्छ होला यो माइनक्राफ्ट बेटा नट पकेट अनि तपाईँलाई मेरो च्यानल नयाँ होला किनकि नयाँ भिडियो फर्स्ट भिडियो त्यसो भए सब्सक्राइब र लाइक गर्न नबिर्सिनु होला अनि यो वर्ल्ड 1 घन्टापछि हुन्छ होला गाइस फाइनली यति नराम्रो स्पटमा हामी स्पोन भइसकेका छौँ यताबाट खस्यो भने पनि मान्छे मर्छ त्यसैले विदाउट वेस्टिङ एनी टाइम खस अनि यहाँ फुड भेटिसकेको छ हामीलाई स्मल अमाउन्ट अफ फुड अनि यहाँ अर्को चाहिँ oh yeah man यहाँ zombie आयो यहाँ त अनि त्यो त आफै मर्छ creeper guys creeper oh no अर्को creeper आयो अर्को ओके अनि अहिले यो एउटा ठुलो एरिया छ यहाँ काम लाग्छ यो एरिया यो माइनिङको लागि एकदमै राम्रो सुरुमा नगरेको काममा यो बोट काट्ने I think this is enough अनि यहाँ अलिकति oh no ल्याग भइरहेको गाइस तपाईँलाई ल्याग चाहिरहेको हो नि सरी हमका माफ कर दो ए कसलाई दिएको ओके यो के हो ओके ठिकै छ यो एरिया अब मेरो फेभरेट बायोम आयो यो बायोम मलाई मन पर्दैन थियो मिन्स यो जङ्गलवाला बायो ओ विलेज भेट्यो ब्ल्याकस्मिथ ए अब अझै यति हुन्छ सानो हिँड्दै जाँदा यो भिडियो अनि यसमा एउटा चेस्ट छ आइरन पिक्याक्स छ अनि अर्को गोल्ड छ चाहिँ मात्र चेस्ट प्लेट चाहिँ लगाइसकौँ अनि गाइस लगाएपछि म एकदमै ह्यान्डसम देख्छु देखो ह्यान्डसम देख्छु म एकदमै खतरा ह्यान्डसम अहम बट रियलमा होइन ओके यहाँनिर पऱ्यो अझै
टोपी त लाउनुपर्छ भयो टोपी त अब अरू पनि घरहरूलाई लुट्न जारी राखौँ यो नयाँ चिज आयो कि मलाई थाहा छैन अनि यस्तै नयाँ भिडियो हेर्नुहोस् लाइक अनि सब्सक्राइब गरिदिनु होला लेसन पनि सेट माइनिङको लागि मलाई लागिरहेको म यो बनाउँछु किनकि मसँग त पिकाक्स पनि रहेछ ठिकै छ स्टोन टुल्सहरू बनाउनु छिट्टो वेपन्स एक्सेट्रा यो एक्स बनाउँ एउटा and this is the sword अरू केही बनाउँ भइसक्यो हाम्रो काम छ अलिकति रोल पनि गरौँ अनि अब इसकी बुद्धि लाल गरौँ भनेर इन्डियन भाषामा बोल्छ I'm not a Bharatiya. If you want to call me in your server, you can call. Yeah, body this is always cool. You अब यो फुल एक काम गरौँ है सिम्पली यता यस्तो very sad for your कुर्बानी we are very sad प्यारे इसकी एसेन्सन भएको छैन आइरन चाहिँ धेरै पो भेटेको छ के हो न के भयो भेटेकै छ ग्लिच होला बट यो कुन दुनियाँको टेक्नोलोजी हो वर्ल्ड प्रोटेक्टिभ बेस यो त लुट्छ क्या बट अब मबाट कसले बचाउँछ यहाँ आजको गोल त मैले भनेकै छैन नयाँ हो त्यसलाई गोल त के बनाउनु त्यसैले आज अलिकति घर बनाउँ न आफ्नो घर जति यो भिलेजै बनाउने घर त केही छैन त यहाँ केही छैन यो भिलेज खाली छ अब मलाई आइरन त्यो टुल्सहरू बनाउनु पर्यो त्यसै यो क्राफ्टिङ टेबल निकालौँ क्राफ्टिङ टेबललाई राखौँ त्यसो भए अब कहाँ यसको नचिन घर बनाउनु स्टार्ट गरौँ guys you can't believe me कि I am very lucky हो कि के हो I got find a ruin portal literally man literally
ओके सुरुमा त यहाँ लुटिहाल्नु ओके लुटौँ यहाँ के छ गोल्ड सामानहरू अनि यहाँ एउटा आइरन जति छ एउटा के हुन्छ नेजराइट छ अनि नेजराइट हुन्छ अब्सिडियन जसलाई म यता राख्थेँ फ्युचरमा हामी यसलाई कम्प्लिट गर्छौँ अनि तपाईँलाई केही सजेसन छ दिने यो गेम गर्नलाई अनि अनि माइनक्राफ्टको बारेमा मलाई धेरै थाहा छैन त्यसै के मलाई गर्नुपर्छ भनेर भन्नुहोस् म ट्राई गर्दैछु अनि त्यसैसम्म भोलिसम्म त घर बनाइसक्नु पऱ्यो खतरा घर बनाउने हामीहरू यति खतरा कि तपाईँहरू भेट्यो भने भन्नुहुन्छ किनकि घरको नामै खतरा राख्छु खतरा हुँदैन र भयो विदेशतिर फेरि जाउँ हामी भिलेजमा गएर सुत्ने हो मजाले कसको घर ठापामा भने यो वाला के छैन यो घर अब यो घरमा त के हुने बेड चाहिँ रहेछ सुत्नु पऱ्यो ल स्लिपिङ थ्रु द नाइट लेखेर अनि एक्सेट्रा अरू थाहा छैन अनि फुड खाएर भिडियो त के हो कसै सुत्छ राम्ररी सुत्नु पर्छ मेरो खाना सुत्छ अरू सुतेको खाना सुत्नु हुँदैन एकछिन म त्यसको खाना ओके यहाँ भेजिटेबल सक्यो काम यता घर बनाउनु हामी ठ्याक्क यता बनाउनु ल ओके पहिला त यहाँ घरको लागि वुड बनायो मिन्स मै वुड भर्खर काटिरहेको छु मै काटेको छैन वुड ओके अब म यता वुड काट्नु पऱ्यो वुड काटिसकेपछि यहाँ घरको स्ट्रक्चर पनि खतरा घर बनाउने अब यो फुल भिडियो हेर्नु म के गर्छु खै के गर्छु अनि यहाँ अलिकति अझै अनि हाम्रो यहाँ एउटा सर्भर छ त्यो सर्भरको भिडियो पनि तपाईँलाई आउँछ बिस्तारै बिस्तारै अनि तपाईँलाई माइनक्राफ्ट फ्रीमा डाउनलोड गर्नु छ भने पनि मेरो च्यानलमा आउँछ होला भिडियो तपाईँ चाहिन्छ भने कमेन्ट चाहिन्छ भने लेखिदिनु चाहिँदैन भने लेखिदिनु ट्युटोरियल्स पनि पठाउँछु म अझै भिडियो हामीलाई ओके अझै चाहियो ओके यति पुग्छ होला आई थिङ्क यति पुग्छ यहाँ दिस इज इनफ नाउ कसै हिन्दी बोल्ने बानी लागेको छ मलाई त्यसरी हिन्दी बोल्नु परेछ
ओके यहाँ अब यस्तो गर्ने यस्तो अझै उड्छ हामीलाई आई थिङ्क यति त पुग्दैन या द्याट्स इनफ दिस इज नट बी सफिसियन्ट म्यान पुग्दैन अनि त्यहाँ यस्तो अनि यहाँ अगर ब्याकग्राउन्डमा अर्कै भोइस आइरहेको भने चाहिँ मलाई माफ गरिदिनुहोस् अनि यहाँ घर बन्नै लाग्यो हाम्रो ओन्ली लिटल बिट टाइम ओके अब 2-3 काम बाँकी छ फर्स्ट काम 3टा टार्गेट छ अब फर्स्ट फर्नेस अर्को फुड एकछिनै र अब हामीलाई छिट्टै यहाँ बनाउनु पर्यो एउटा 2-3टा चेस्ट बनाउनु पर्यो अनि अहिले मेरो च्यानलमा एउटा भिडियो छ जुन भिडियोमा हामी एउटा वार गरिरहौँ अलिकति अरू प्लेयर्सहरूकोसँग हाम्रो सर्भरमा त्यो हेर्न सक्नुहुन्छ त्यसको कारण पनि त्यही भिडियोमा हुन्छ त्यो भिडियो हेर्न नबिर्सिनु होला तपाईँहरू अनि यहाँ अलिकति अझै हामी चेस्ट बनाउँछौँ छिट्टै चेस्ट कता हेर्ने ओके 1 2 3 4 या ओके यस अब अलिकति अझै वुडको लागि के गर्नुपर्छ थाल्यो होला यस्तो गर्ने यहाँ जाने यस्तै सक्यो वुडको काम अनि स्टोन चाहियो भने चाहिँ 1 3 4 5 6 7 8 9 10 जति छ अब लेट्स गो टु द बेस दिस इज भेरी कति इरिटेट गर्छ क्या यो चिजले फेरि मलाई अब मेरो एकछिन गाइस भयो सक्यो हाम्रो काम चाहिँ के हो के हुन्छ मलाई लास्ट 1 काम गर्नु पर्यो हामीलाई एउटा बेड लिएर आउनु पर्यो ओके ठिकै छ यहाँ आउँछ होला बेड ओ या एकछिन यहाँ त 2 3टा 4 5 जति बेड छ त्यसै बेड ओ माई गॉड म्यान यु पिस गाइस एउटा चाहिँ कुरो कमेन्ट आलु खाऊ स्क्याम गरिदिनु दाइ साथीहरू ओके ठिक छ आलु खाऊ भने स्क्याम गरिदिनु साथीहरू छिट्टो यु क्यान डु दिस आलु खाऊ ग्याङ आलु खाऊ
अनि तपाईँ सोचिरह होला कि म सानो क्रिएटर हुँदैन, अब म नि ठुलो भएपछि यस्तै टेक्नोब्लेड ठुलो क्रिएटरहरू जस्तो गर्न सक्छु। त्यसैले प्लिज सपोर्ट मी। यहाँ अलिकति यत्तिकै बनाउँछु होइन यता हुँदैन। सानो आज कसरी भित्र र एकछिन यस्तो गरौँ। अनि यहाँ बेड लिइहाल्नुपर्छ। बेड मैले ढोका खोले भएर त्यो आयो होला। ओके ठिकै छ, बट प्रब्लम हुँदैन। अब एउटा चाहिँ काम बाँकी छ हाम्रो। फर्स्ट टर्च चाहियो, अनि टर्च चाहिएन म एउटा नराम्रो काम गर्छु, घिनलाग्ने होला। भिलेजकै यो लिएर आउँछु। हामी माइनक्राफ्ट प्लेयर्सको हुन्छ क्या धर्म, चोर नमिल्ने। साथीहरू हामी बेसतिर फर्किसकेका छौँ, बट एउटा चिज बेसमा मिसिङ भयो। त्यो सेकेन्ड पिलर मिसिङ भएको छ। नत्र यो बेस किन नराम्रो भन्ठानेको त यस नो